लाइक कमेन्ट शेयर गरिदिनु होला हाम्रो काकालाई सब्स्क्राइब गरिदिनु होला हार्दिक नियन्त्रण छ हाम्रो काकाको ब्लगमा आएकोमा यहाँ फिलो खाइ हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु यहाँ आजको ब्लग के कस्तो लाग्यो राम्रो लागेपछि लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला छ हुन लाग्यो चाहिँ हाम्रो भाइ छ मसिया छ ए लगु भाइ लगु भाइ अहिले समस्या भाइ ए भाइ यसलाई उठ ये देखो भाइ जी अगाडि उठ्यो अहिलेसम्म हात मुख्दै राख्ने मान्छेले लगु भाइ ये किसको थपड़ा देखो 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 ये हमारी बहन है क्या करता है बहनी ये कौन सा उठाए खै यहाँ हेर त एकचोटि हात मुख धोयो कि नहीं कौन सा धोने पुगे आगो वाला लानु पो हात मुख नधोयो फर्स्ट हात मुख नधो न ऊ देखो हात मुख धोनु पर्छ क्या मलाई म उठेर हात मुख धोएन थियो भने हात मुख धोनु पर्छ आज ओ भाइ घरको ल्यान्टरदेखि सूर्यको भ्यू हेर त आहा सनसेट यो के बिहानको भ्यू कति राम्रो आछ हैन पुरा सूर्य देख्न सक्नुहुन्छ तल नहरको भ्यू यहाँ हाम्रो गाउँको भ्यू यो बिहानको सूर्य हेर न कति राम्रो आछ यहाँ भाइहरू इक्जाम दिन आएछन् आजको भोट यहाँ धर्मान्त स्कुलमा इन्ट्रो केन्द्र हुन्छ त्यही भएर यहाँ इक्जाम दिन आएछन् ल बोल भाइ के परीक्षा कस्तो तयारी तिमीहरूको राम्रो भयो राम्रो एक एकको थोप्ला हेर ए भाइ के भयो त मन बिचल्ला मेरो सब्सक्राइब कति छ होला यहाँ ए मलाई सब्सक्राइब गरे हात उठा त एकचोटि कति छन् ल 1 2 3 4 5 5जना होला यत्रो भिडमा सब्सक्राइब मेरा ल ठिक छ ल यस्तो गरेर डिप गर्ने सक्ने कोही भए च्यालेन्ज गर्नु मलाई ल ल 10 सके 11 सके सक्नुपर्छ हजुरहरूले होइन म अहिले स्कुलदेखि रनिङ गरेर एक्सर्साइज गरेर अनि घर आएको थिएँ यहाँ अघि म उठन जाए लगे भाइ बिज सिया थिएँ नि खाँटोमा अहिले उठेर यहाँ म किताब पढ्दाखेरि बिचल्यान ए बापु त्यहाँ आन्टी पेन्ट लगाउन पेन्ट कोही का झ्यालममा कोही का ग्रिलामा पेन्ट लगाने है क्या यहाँ सम्पर्क गरे आन्टी खतरा देखा अब पुरा ऊ गरे गर्दा घर टाल्लानु भयो तसो हेर कर्निकेल लगायो कि लगायो भने देखान ग्रिल यहाँ हेर मस्त हो नि काम छ के कमेन्ट गरे यो हेर दहीका चटक ए लगे भाइ यहीँ दिदी मुंडो क्या को दाले तो टाइम में तो भैया अब परीक्षा चल रहा है किताब ना माने किताब ना माने हिजो हाम्रो लोगे भाइलाई अन्टी बोटाउन लागेको थियो आज बहिनी बोटाउन लागेको छ उफु आत्ता ह्यान्डसम देखिया छ कुछ बोलो त भाइ ओह साला जीन्स सिन्स लगाएर बाई 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 कलेज जान लागेको थियो होइन यहाँ दुरातिर पुरै गह काट्न पसेको रहेछन् परदेखि कति 2 पल्ट सिद्ध्याएर दुईपल्ट सिद्धिन लागेको छ ऊ फाइनली ए बहिनीहरू आज क्याको इक्जाम हो कसो गयो ल ठिक छ फाइनली म कलेजमा पुगिसकेँ यहाँ हिजोको
भिडियोवाला यो गाली गर्नेवाला यहाँ छ मान्छे होइन फाइनली कलेजमा पुगिसक्यो कलेज लागिसक्यो अब एक्जाम छ क्या त्यही भएर भ्लग यति नै इन्डियो पुरा हेठर हेर्दा आयो तिला भाइलाई कहाँबाट आयो भाइ हेर हाम्रो लोके भाइ कति ज्ञानी छ आफ्नो मम्मीको साथमा छक्क ठुलो भयो त्यही पनि यहाँ आरामदायक हरकत आफ्नो मिला रिटर्न ओ भाइ यो यति नि च्यान्टिर हेरौँ निकै बोल्नु न यति नि कसरी हिट्टा ल यहाँ त बोधे भन्न ढङ्गले बोझे भन्नु नपर हिट्टा भने कसरी हिट्टा बोधे गर्दा बोधे ए कता नि छ हेलो गाइज आज छ नि पाहाडबाट मेरो मामा आएछ नि के मामा ठुलम्मीको घर आएछ न त्यही भएर म घरमा एक्लै छु नि त मलाई कल गरेर हेलो भान्जा म यहाँ छु दिदीको घरमा आउनु भन्नु लागेको थियो कि त्यही भएर म जान लागेको छु होइन यहाँ पटानीको भ्यू देख्न सक्नुहुन्छ आहा यो केलाबारी हेर केलाबारी यो हो पटानीको भ्यू यो भने चाहिँ यस्तो छ होइन ऊ सूर्यहरू न कति राम्ररी डुब्न लागेको छ ओहो योवाला त मलाई यो बचपनको याद आयो कि योवाला यस्तो देखिन लागेको छ नि त्योवाला बचपन भन्नाले म कति 2-3 वर्षको हुँदाखेरि बेङ्गलोर गएको थिएँ कि हो त्यो टाइममा यस्तो रेलगाडी आउने बाटो थियो नि त त्यो यस्तो टाइममा टक्क पुरा त्यही याद आउनु लागिरहेको छ हुन चाहिँ यो नहर हो म अब ठुलम्मीको घर जान लागेको छु होइन ऊ यहाँ त्यो रुख छ नि त्यो रुखदेखि सिधै तल हो थोरै हो अब 5 मिनट लाग्छ म सबै भ्लग देखाउनेवाला छु आजको भ्लग पनि राम्रै हुन सकेन कि किनकि थाहा छ थाहा छ हजुरहरूलाई मैले त्यस्तो मेरो घाँटी बसिएको छ अनि पछि मलाई सर्दी लागेको छ मलाई ज्वरो भएको छ कि हजुरहरूले कमेन्टै गर्नुहुन्न सब्सक्राइब गर्नुहुन्न कि युट्युबमा लाइक आउनु त्यही भएर मलाई ज्वरो आएर साप भएको छ साप बेहाल भएको छ मेरो होइन अरे कति धेरै मान्छेहरूले मलाई के भनिरहेको थिएँ के अरे होइन गाइज भन्नेवाला यो शब्द हटाउनु भन्न लागेको थियो क्या तर कसरी हटाउने कसरी हटाउने अब यो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग भन्दाखेरि पनि होइन गाइज भनिहाल्छ होइन ए देख्नुभयो 2 चोटि होइन आयो कि नै अहिले यो नहर हो यहाँ नहरमा छु म ऊ त्यहाँ धर्मजनता स्कुल ऊ त्यो नहर यहाँ नहरमा पनि यो बने 1 वर्ष भएको छैन यहाँ हेर न कति फोहोर छ यो यति फोहोर आहा छि यहाँ हेर यति फोहोर छ यहाँ के कुरा गर्ने हो मेरा बुगाडी ये देख सकते हो मेरा फॉर्च्यूनर एक दिन लेंगे यूट्यूब का पार्ट दिखाएंगे फिर ये देखो गाइज अब मामासँग भेट्ने बेलाको ब्लग बनाउँछु होइन मेरो भिडियो हेरेर हजुरहरूलाई रमाइलो लाग्छ कि नै कमेन्ट गर्नु ल मैले लङ भिडियो के कारणले बनाउँछु थाहा छ हजुरहरूलाई यहाँ टक्क हरेक सिन देखाएर हरेक सिनमा थोरै कमेडी हाले हुन्छु क्या मैले कमेडी शब्द बोले हुन्छु त्यही भएर म लङ बनाइरहेको हुन्छु किनकि मलाई युट्युबमा पनि वाच टाइम पुगाउनु छ त्यही भएर हजुरहरूले साथ सपोर्ट गर्नुहुन्न बाटो छ अब यहाँदेखि यस्तो यो साइकल भयो नि एक कहाँ साइकल यार बुगाडी ये देखो गाइज अब मैं मरने वाला हूँ गाइज ये देखो मम्मी ए भाइ यार मलाई त लास्टै डर लाग्छ भने यस्तो बाटोमा तर म यसरी ब्याग गरेर होइन म यो लेफ्ट ह्यान्डले हुन्न अब राइट ह्यान्ड युज गर्छु यसरी होइन यसरी मम्मी यहाँ त मर्या हो ए भगवान मम्मी काम हुँदैन ये देखो गाइज ऐसा मजाक करने का भी हद होता है रे आहा ये देखो यस्तो धान लागेको छ नि आजकल त यहाँ त बाटो राम्रो गराएको छ नि त यहाँनिर नत्र खड्डा थियो यहाँनिर माटो भरेर पुऱ्याएर रहेछ यस्तो छ यहाँ म देखाउने बाला छु सबै कुराहरू
टेको बाई यहाँ देखो 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 गाइस देखो देखो यहाँ पर ये भी देखो ये भी देखो ये भी यो ठुलोमीको घर यो दाइको घर म पुगिसकेँ फाइनली ओ हाम्रो कमान्डो के छ भतिज ढोक्दे ढोक्दे यो मेरो भतिज यहाँ ढोक्नै दिन्न आयो तुल दिया चाहिँ लियो फाइनली ठुलोमीको घर पुगिसक्यो तर मामा नरहेछन् यहाँ मामा दलै पान गएर रहेछन् ए भाउजू यहाँ बुहारी त्यहाँ होइन ए ठुलबा यहाँ छन् यसो छ यहाँ देख्यो हाम्रो डब्ले कमान्डो के छ भतिज एकदम झक्कास हो होइन यहाँ यसो भिडियो बनाउनु भनेर आयो हाम्रो चेली यहाँ देखो देखो यहाँ ऊ ठुलामी पर रहेछ नि ठुलामीलाई भेटिन क्या भेट्ट यहाँ फाइनली भर्खरै पुगेको थिएँ भाउजूको यहाँ ग्यास सकिया रहेछ होइन आज बिहानै खाना बनाउने बेला त्यही भएर मलाई दौडो भाउजू सक्दैन नि त त्यही भएर मलाई दौडो खान लागेको छ म दौडो खान लागेको छु ग्यासको महँगाइको कारण यहाँ भाउजू मलाई दौडो खान लागेको छ नि यो हाम्रो छोरी यो मेरो भ्लग बनाइदिन्छ अब अंकल जल्दी खड़ा ल फुटे नै छ हजुरलाई ए फुट्यो फाइनली मैले यहाँ दौरो फालिसक्यो होइन हाम्रो बोजे त्यहाँ ठुलबा छन् यहाँ बोजे छन् हामीले यहाँ दौरो फाल्टो लगाएको थियौँ भाउजूले यहाँ दौरो फाल्टो सक्यो यति अन्तर फाटिसक्यो पुरा घाम भएको छ अब आफ्नो घरमा धारामा गएर भनेपछि पानी खाएर डब्ले बत्तीसित कुरा गर्दा कहिले धेरै भयो 1-1.5 वर्ष भयो कि त्यस्तो कुरा नगरेँ 1-1.5 वर्ष भयो म यहाँ नआएँ बिजनेस यी कुखुरा हेर त यहाँमा खाने किमी बाख्रा ओहो यसलाई लिची कता आयो हान किमी पाकेर हाम्रो चेली अब यहाँनिर धारो छ यहाँ अब हातमा धुन्छु होइन लास्टै घाम भयो यहाँ कुकुर हेर त अगाडिको सेतो कुकुर थियो क्या यहाँ कि अगाडिको कुकुरको नाम के फेरि मरेको कुकुरको नाम रक्की रक्की थियो अगाडिको कुकुर के दाना हो यस्तो छ नाना बच्चा छन् रम्डे ए बजे घाँस गर्दा कन्ज्याबै आना आगर मेरो घरले थियो अचाल सक्यो बच्चा कालो ऱ्याबिट त कन्नीको छ कालो ऱ्याबिट मेरो हो उहाँको जो हिस्से कान फटफटान हो त्यो पनि मेरो हो यहाँ हेर इनले कति दबाई हानेर पनि त्यहाँ 10 कति राम्रा छन् होइन प्रिया सेता सेता समानो सेता सेता नाना चल्ला नै मदिन भएको कान समानो यहाँ पारो ने रम मम्मी घरमा आएर यस्तै म भ्लग बनाउन लागेको छु वहाँ हेर न एक पारो खाइ ठुलो छ आज यहाँ पार्टी छ हामी यस्तै छौँ अनि के यो पुलिसको कमान्डो हो र छैनले यहाँ खरै मार्छखेरि यहाँ हेरेर मुखमा पनि खुन लागेको छ र लास्टै डर लाग्यो कि मार्ने बेला चाहिँ यहाँ हडमा पनि उठ्दै रहेछ खुन यहाँ पनि छ यहाँ मुखमा त क्लियर आएको छ खुन होइन अनि यहाँ यी हातमा पनि खुन लागेको रहेछ खरायो यस्तै हुन्छ कहिलेकाहीँ होइन खराएको यहाँ ठुलोमीको घर आएको थियो कि धेरै पछि यहाँ पार्टी गर्न लागेको छ हाम्रो भतिजी कमान्डो हो होइन पुलिसको ल हेलो गाइज म फाइनली खरायो सरायो काटेर यहाँ पोल्न लागेको छु होइन
यहाँ देख्न सक्नुहुन्छ मुन्टो त यसलाई मैले 3 शटमा मारे यहाँ आएर छान्न हाण्या भयो यहाँ हेरी ए जल्या होला खकिनु भयो कि लाग्यो त भाइ मारौँ मैले ये देखो भाइ अब इसको हम खसी काट रहे नानो खसी हो हैन नानो खसी हो कि नानो खसी बासिन्दाहरू पारा मेरो यस्तै छ पारा मेरो यस्तै छ यहाँ नानो खसी मारेर यहाँ अब मासु पकाउन लागेका छौँ देख्न सक्नुहुन्छ हामी यहाँ खरायोको छोलछाल कार्यक्रममा छौँ यहाँ देख्न सक्नुहुन्छ नानो खसीको फिला हेरौँ बद्दा काला लाग्छ ल फाइनली यहाँ यो पोलिस सकेर खरायो पोलिस सकेर अब धोने कार्यक्रम हुन लागेको छ आहा किशोर खान बर्थडे भनिदिएका किशोर खान बर्थडे भयो यहाँ नाना खसीका फिला यहाँ रप 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 कसो होला यसो उसो उसो माछाले भट्ट गरून जाइरहेको छु यसो तँलाई यसलाई नाना उसले फिलु त मस्त आयो कि फिलु झन् बिगाडी रोक 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 रुखा ल हानिजना यो उरन काटौँ है होइन हो ल बस रोक फिलु यसो लगातार म देखा एकचोटि मुखतिर ए फाइनली मेरो खसीको फिलो होइन यो वाला अनि यहाँ बुहारीको लागि हुन लागेको छ यहाँ मेरो भतिज भयो होइन यहाँ मासु बाँड्नु लागेको छ यो फिलाएर हामी 5 जना गएर खाने यति मासु एक खरायो प्रियहरू ल फाइनली हाम्रो यहाँ पार्टी चल्न सक्यो होइन या खाना बसिरहेको छ तपाईँले भतिजहरू नि तिनै मेरा हाम्रो काका हो लाइक कमेन्ट शेयर गरिदिनु होला हाम्रो काकालाई सब्स्क्राइब गरिदिनु होला हार्दिक नियन्त्रण छ हाम्रो काकाको भ्लगमा आएकोमा यहाँ फिलो खाइ फाइनली यहाँ हामीले मासु सासु खाएर पार्टी साटी गरेर यहाँ हाम्रो भतिज भाँडा धुन लागेको छ सबैको खाएको भाँडा धुन लागेको छ यहाँ देखा त भाँडा यो आधा भाँडामा देखा त यो हेरौँ यो के नगरिदियो चकोलाई भित्र नआएर कि यसले उनीहरूको भतिज हो आज भाइ ल आजको लागि भ्लग यति नै आजको भ्लग यहाँ इन्टर गरौँ फेरि अर्को भ्लगमा भेटौँ न बाई बाई सी यू भोलि गुड नाइट